गाइस यहाँ स्कुटी पार्क गरिसकेको छु म बाहिर बसिरहेको छु दिल्लीभित्र जुडियो खोजिरहेको छ खाना खाइसक्यो अनि यहाँ दिल्लीले पेडा लिएर आइरहन्छ उसको यहाँनिर बिहान हेलो गाइज वेलकम ब्याक टु अनदर ब्लग अनि धेरै पश्चात मैले ब्लग बनाउँदैछु अनि वेलकम ब्याक छ सबैजनालाई अनि न्यू डे न्यू ब्लग गुड मर्निङ ठसिदिले खाम्री फ्यापुलो सेवारो नमस्कार अनि जतिजनाले पनि मेरो ब्लग मिस गर्नु हुँदै थियो अब कन्टिन्यू गर्नेवाला छु अनि अब म जिम जान आँटेको भर्खरै कफी खाँदै थिएँ होइन मेरो लुगाहरू धोएर सुकाएर अब चाहिँ म जिम गर्नु गएको सो सबैजनालाई नै धेरै 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 भन्दा धेरै स्वागत छ अनि आइ एम सो सरी होइन मैले ब्लग एकदम ग्याप गरेँ किनभने बिजी सेड्युल थियो अनि अलिकति तलमाथि पनि भइरहेको थियो मेरो आमा पूजा गर्दैछ यस आमाले पूजा गर्नुहुँदैछ होइन सो अब चाहिँ म कन्टिन्यू गर्नेवाला छु अनि तलमाथि के भइरहेको थियो अनि फेरि पिएमको प्रोग्राममा पनि बिजी थियो त्योभन्दा अगाडि अलिकति हाम्रो त्यस्तै बित्यो लाइफमा होइन किनभने अब ब्लग बनाउनु सकिनँ सो अब चाहिँ म कन्टिन्यू ब्लग बनाउनेवाला छु तपाईँले मलाई माया दिनुपर्छ अनि पहिला जसरी माया दिनुहुन्थ्यो त्यसरी नै माया दिनुहुन्छ भनेर म आशा पनि गर्छु अनि अब चाहिँ मेरो ब्लग कन्टिन्यू हुनेवाला छ सो आजदेखिको म डेली ब्लग पनि स्टार्ट गर्नेवाला छु अब तलमाथि हुन्छ कोही बेला कामले हुन्छ बिजी हुन्छ होइन ब्लग बनाउनु केही पनि छैन एडिट गर्नु टाइम लाग्छ अन्त म त्यतिकै पेन्डिङ हुन्छ सो त्यसले गर्दाखेरि चाहिँ तलमाथि भइहाल्छ होइन सो मलाई त्यसमा पनि अगाडि नै म तपाईँहरूलाई माफ माग्छु मेरो ब्लग जतिजनाले पनि हेर्नुहुँदैछ होइन सो उहाँहरूलाई थ्याङ्क यू सो मच अनि जतिजना पनि नयाँ जोडिनु हुँदैछ उहाँहरूलाई पनि धेरै धेरै वेलकम छ सो अब मेरो ब्लगमा तपाईँहरूले धेरै कुरोहरू देख्नु हुनुहुन्छ देख्नु सक्नुहुन्छ किनभने अब म ब्लग इन्ट्रेस्टिङ भन्दा पनि इन्ट्रेस्टिङ प्रकारले बनाउनेवाला छु सो यस्तो छ अहिले अब म जिम जानु आँटेको अहिले चाहिँ डल्लै लुगा धोएर सुकाएको मैले होइन सो यहाँबाट जस्तो भ्यू छ दिन पनि राम्रो भइरहेको छ आज अब म जिम गएको जिम पनि झन्डै म बहुत भन्न गएको यहाँ यो केटा के गर्दैछ के गरेको भाइ सिरियस मुडमा छ अब यहाँ सो आज धेरै दिन बाद जिम पनि गयो हुँदैछ होइन सो फाइनली अलिक फ्री छु घुम्नु जानेवाला प्लान थियो तर अब जिउ बिग्रिसक्यो नो घुम्नु जिम जाने हो त्यहाँदेखि चाहिँ घुम्नु जाने हो अलिक फ्री बाइ द वे चाहिँ मेरो घाँटी दुख्दैछ खासमा चाहिँ कफीहरू खानु हुँदैन अलिकति घाँटीहरू अब टन्सिलहरू हुँदाखेरि चाहिँ तर म अब अहिले गार्गल गरिसकेर कफी खाएको कफी र हनी खाँदैछु अब चाहिँ जिम जाने हो गाइस सो जिममा भेटौँ गाइस जिम आइपुगिसकेको छ अहिले म चाहिँ स्टार्ट पनि गरिसकेँ होइन जिम आज त हल्का एक्सर्साइज थालिसकेँ जिम चाहिँ भर्खर आएको अन्त यस्तो छ सो हेर्दै गर्नु होला गाइस आज के हुनेवाला छ कसो हुनेवाला छ केही याद छैन आजको डे अब घरमा गएर चाहिँ आज त डाइट हुँदैन होला सायद भोलि पर्सिदेखिको चाहिँ ब्यालेन्स गर्ने हो डाइट अनि चाहिँ किप वाचिङ र गाइस अब चाहिँ म कार्डियो गर्ने हो होइन तल वेट ट्रेनिङ सकेर आइसक्यो हत्तु भयो होइन अब फेरि हल्का कार्डियो गर्नै पर्छ किनभने धेरै खाएको छ सो त्यसले गर्दा अब छिटो घट्नुको लागि चाहिँ कार्डियो इम्पोर्टेन्ट हो किनभने वेट ट्रेनिङ त मैले आज कम्ती नै गरेँ तर बराबर चाहिँ अब हल्का कार्डियो गरेँ होइन अब चाहिँ आज र प्याटल खेलौँ भनेर गर्नु भएको थिएँ टेबल टेनिसको सेटिङ रहेछ यो सर्नु मिल्यो भने चाहिँ गर्छु अदरवाइज चाहिँ अब हेरौँ के हुन्छ यसको सक्छ यहाँ किक चाहिँ हिर्काउनुपर्छ होला एकछिन त्यहाँदेखि चाहिँ निक्लिन्छ गाइस अब चाहिँ हल्का किक बक्सिङ पनि हिर्काइहाल्ने हो होइन किनभने अब यसले अझै बेसी क्यालोरिज बर्न गर्छ ट्रेडमिलमा भन्दा पनि बेसी चाहिँ किक बक्सिङ यो गऱ्यो भने चाहिँ अझै बेसी हाम्रो क्यालोरिज बर्न हुन्छ त्यसले गर्दाखेरि चाहिँ म अब किक गरेर रोप ब्याटल पनि गर्ने हो
सो ब्याट्री पनि मैले रेडी बनाइसकेको छु अब टक्कै अब चाहिँ यहाँबाट स्टार्ट गर्ने हो तर बिजोक हत्तु भइसकेको छ चल्नु चाहिँ अनि कस्तो बिजोक भएको छ यहाँनिर चाहिँ तल राखेको छ म यो पुसअप्स गर्दा चाहिँ यस्तो साह्रो पर्छ त्यो बेला चाहिँ के भन्नु हुन्छ लास्ट टाइम लास्ट पुसअप्स गर्दा कस्तो भएको छ हेर्नुहोस् डेड भन्दा पनि डेड हो अब लास्टको चाहिँ पुसअप्स ट्राई चाहिँ आफ्नोबाट बेस्ट दिएको छु होइन किनभने हेर्नुहोस् पुसअप्स गरेको हेर्नुहोस् अब हेर्नुहोस् झन्डै अनुहार जोते गाइस यस्तो साह्रो पऱ्यो कि तर मजा आयो त्यही गर्नु होला अहिले चाहिँ हामी जिम सकेर निक्ल्यौँ हत्तु पनि भयो आज चाहिँ दिदी ब्राउन ब्रेड किन्यौ उसले त म चाहिँ खाना बार्ने होइन अहिले अब गएर मासु भात खाइन्छ मजाले आज भोलिदेखि चाहिँ अलिक कन्ट्रोल गर्छु म चाहिँ दिलु चाहिँ आजदेखि नै डाइट गर्ने हो होइन दिलु खतरा डेडिकेसन आइरहेको छ उसको हिजोदेखि एक्साइटेड थियो हो आज पुरा पनि भयो उसको म चाहिँ एक्सर्साइज गर्ने हो च्याचुत हुने गरी गएर भात खाने हो सो किप वाचिङ गाइस आज के हुन्छ कसो हुन्छ केही याद छैन कहाँ जानुपर्छ सो किप वाचिङ लैजाऊ भाइ त्यो पनि यो तर एकछिन 1 वर्षको हो यहाँनिर चाहिँ खाजा पाउँछ खाजा पाउँछ तर बन्छ यहाँ चाहिँ खाजा पाउँछ खाजा नै खाइसक्यो अनि यहाँ दिलुले पेडलहरू भइरहन्छ उसको यहाँनिर बिहान गाइस म अहिले यहाँनिर भ्याक्सिन किन्नु पठाइरहेको छ अन्त दोकानमा छ म चाहिँ बाहिर बसिरहेको छु अपरेसन गर्नु लिएर अपरेसन चाहिँ हुन्छ जस्तो लागेको छैन अपरेसन फेल भएर हामी आएको अब घर आइपुग्यौँ अब फेरि निक्लिनुपर्छ कहीँनिर गाइस यहाँ स्कुटी पार्क गरिसकेको छु म बाहिर बसिरहेको छु दिलुभित्र जुडियो बजिरहेको छ सिन चाहिँ त्यस्तो हुन्छ मलाई त अल्छी लाग्छ होइन पर्खिरहनु सबभन्दा मेरो बोरिङ पार्टी यही हो क्या यहाँनिर त्योसँग आउँदिनँ भन्नु पनि पाउँदैन मिल्दैन आउनै पऱ्यो पुऱ्याउनु ल्याउनु पर्छ अहिले चाहिँ दिलुकै ड्युटी भइरहेछ सपिङ कहिले गरिसक्ने अब कहिले सपिङ गरिसक्ने टेन्सन त्यो लागिरहेछ मलाई चाहिँ फेरि यहाँ सपिङदेखि मार्ग बस्नुपर्छ मार्ग तालामा होइन परतिर कहाँनिर छ सो तपाईँहरूको पनि के हुन्छ यस्तो हुन्छ भने तपाईँहरू पनि गर्नु कमेन्ट आज चाहिँ मलाई खासमा निक्लिनु मन थिएन तर पनि अब निक्लिहालेँ होइन फेरि उसको पनि हाम्रोमा टाइमै हुँदैन एउटा त त्यसले गर्दाखेरि अब आउनै पर्छ अन्त अचानक कहाँ के हुनु थालेपछि के गर्नु पर्दैन रहेछ सपिङ केही हुँदै हुँदैन यस्तो चिजहरू त्यसले गर्दाखेरि चाहिँ अब अहिले चाहिँ आइहालेको उसलाई अब अलिक त्यो पनि हामी इभिनिङमा निक्लेको काममा पुरा उयो हुन्छ भनेर चाहिँ अहिले 6हरू बज्न आइसक्यो के वाचिङ गाइस भयो भनेर चाहिँ म बाहिर बसेको दिदी चाहिँ तर भएको छैन कहाँ छ हेर दिलुले चाहिँ मलाई एकैछिन भनेर लिएर दिलु चाहिँ यति टाइम कहिले विश्वास नगर्नु आफ्नो गर्लफ्रेन्डको चाहिँ एकैछिन त्यो आधी घन्टामा भइहाल्छ भने टाइपले लिएर आएको तर यहीँनिर 1 घन्टा क्रस भइसक्यो अब
सो अब म चाहिँ विश्वास के भन्नु अब जब लिएर आउँछ त्यो आउनै पर्छ छैन त चाहिँ गयो दिलु चाहिँ टाइम लाग्ने रहेछ दिलु चाहिँ चेन्जिङ गर्नु रहेछ अहिले पनि होइन अब हेरौँ गाइस कति टाइम लाग्छ आई डोन्ट नो अहिले म बाहिरै पर्खिरहेको छु ओगी सक्यो भनेर म भन्नु बाहिर निस्केको होइन अहिले यस्तो बेसी टाइम लाउँछ कि मलाई चाहिँ यस्तो रिस उठ्छ अनि टाइम चाहिँ खतरा लगाइदिन्छ दिदीले चाहिँ अरू कस्तो लाउँछ यहाँ छैन दिदीले चाहिँ खतरा टाइम लाउँछ होइन सो फाइनली ऊ निक्ल्यो चेन्ज गरेर चाहिँ अब हेरौँ अब चाहिँ हामी मार्ट जाँदैछौँ एस मार्ट यहाँबाट चाहिँ सक्यो उसको सबै यहाँ उसको टाइम लाग्यो अलमोस्ट 1 hour 20 minutes 1 hour 20 minutes यहाँ हो अब भित्र पस्छ सो मार्ट गएर दिलुलाई मार्टमा सामानहरू किनिसकेर होइन दिलुलाई पुऱ्याएर म अहिले घर पुगिसकेको छु सो गाइज किप वाचिङ अनि यसरी नै माया गर्नु होला होइन यो भ्लग कस्तो भयो के भयो आई डोन्ट नो होइन अब मैले ट्राई गर्दैछु अनि यो भ्लग मैले खासमा बिचमा छोडिए पनि म स्मुथली लान्छु भनेको थिएँ तर म त्यो बिर्सी पठाउँदैछु आयो ग्याप भएर क्या भ्लग बनाउनु अन्त ल्या मैले भ्लग बनाउँदैछु भन्ने हुँदो रहेछ त्यस्तो हुँदो रहेछ गाइस अनि भ्लग चाहिँ कन्टिन्यू बनाउनु पर्ने रहेछ म बेला बेला त्यो भट्की पठाउँदै रहेछु सो त्यसले गर्दाखेरि चाहिँ कन्टिन्यू गर्नुपर्ने रहेछ अनि भ्लग मन परेमा प्लिज डु लाइक सेयर कमेन्ट अनि माया दिनु होला नयाँ हुनेलाई धेरै धेरै वेलकम छ सो गुड नाइट एभ्रिवान यसरी माया दिनु होला सी यू इन माई नेक्स्ट भ्लग किप वाचिङ बाई